हामी धीरज राईले अब हामीलाई यहाँ पुरै मन्दिर घुमाउँदैछ है। त्यो चाहिँ कारागार हो पुरै उ चाहिँ माछे छैन तपाईँहरूले एकदमै ल म जुम गरेर देखाइदिइहाल्छु नि ल। उ त कारागार हो अरे होइन, हाम्रो वान अफ द बेस्ट नुवाकोटको सबैभन्दा ठुलो कारागार होइन त्यो केन्द्रीय कारागार। अनि यो चाहिँ म हो है। अनि हामी हिँड्दैछौँ टक्क लगाएर मान्छे ढुङ्गाको ठ्याक्क माथिपट्टिको ड्याममा भिजिट गर्दैछ हामी सबैजना होइन। तर सबैजना त के होइन, हामी दुईजना होइन। अनि गाली गर्छ होला, यता नजाउँ होला, यसरी नगइदिउँ होला साथी होइन। साथी नगइदिउँ होला यार साथी। ओइ उता नजाने यता तँ पो आइरह त अनि त्यहाँ त्यसरी नगइदिए क्या। फ्याट लगाएर अहिले नराम्रो बनिदिँदैन किन जानु। यसलाई सिकाउँदाखेरि नसिक्ने खाले यो डाँडा स्कुल पढ्यो भने त म पनि पढ्यो तर म बुद्धिमानी हो क्या, यो अलिकति बेमानी हो कि। अनि रामेको भ्लगमा लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। यसरी नै हामी तपाईँको सामु आउँदै गर्छौँ भन्न। हाम्रो छोटो भ्लग यहीँ समाप्त हुन्छ, भोलि भेटौँ ल। ल यो त ड्याम हो होइन, एकदमै ठुलो ड्याम हाम्रो, धेरै पुरानो, हामी जन्मिनु हुँदैन अगाडितिरको ड्याम हो यो। यता जाने बाटो छ अनि के खान आएर त्यहाँ फर्कनु न। ए भगवान्, यसले त मलाई यत्तिकै डुबाउन पो लिएर आएर त्यहाँ जाँदा एकचोटि गेटभित्र जाने उयो यो भित्र जाने म सेक्युरिटी गार्ड हो। सेक्युरिटी गार्ड त्यहाँ कैदी भर्खर बाहिर निस्किहाल्थ्यो। उहाँ चाहिँ हाम्रो धीरजको बहिनी रे है। कस्तो फिल हुँदैछ त्यो मसँग घुम्न पाएर? एकदम ठिक छ। त्यो चाहिँ बिहान भाँचिनु भएको भएन, त्यो चाहिँ बिजुली उत्पादन गर्ने ठाउँ। यसलाई के भन्छ अरे? पावरस भन्छ अरे। बिजुली उत्पादन गर्ने ठाउँ रे। बिजुली उत्पादन गर्ने ठाउँ। कति बोरा बिजुली उत्पादन गर्छ होला त्यहाँ भन्दा? यहाँ 14 बोरा त्यो उत्पादन गर्छ क्या अरे यहाँ चाहिँ यो देवीघाटको। अब अर्को तपाईँलाई 21 बोरा अब उत्पादन गर्नु चाहिँ हामी एक दिन लिएर जाउँ ल। आजलाई चाहिँ यहाँ अब 14 बोरा उत्पादन हुन आइरहेको छौँ। उत्पादन नयाँ पढाइ ग्रेजुएट पासै डाँडा स्कुलमा भयो यसको। खतरा बोल्छ यसले होइन प्लस पास